अहिले देख्दाखेरि यो काइन्ड अफ सफलताको कथा जस्तो देख्छ होला हैन, तर स्टार्टेड विथ भेरी स्मल लाइक 2 कन्टेनर सोफा 6-7 वटा एसक्यू ल्याएर हामीले स्टार्ट गरेको, आफैले पिकअप ट्रकमा हालेर डेलिभर गर्न हिँडेर स्टार्ट गरेको बिजनेस अब अहिले यो लेभलमा पुगेको। अब अहिले हामी 3 वटा लोकेसनबाट अपरेट गरिरहेको छौँ। टेक्सास भयो, पेन्सिल्भेनिया ह्यारिसबर्गमा छ र ओहायोको एक्रोनबाट सेल गरिरहेको छौँ 3 वटा लोकेसन्सबाट र अलिकति अरू 1-2 वटा लोकेसनको लागि पनि काम भइरहेको छ। हामीले जस्तो अमेरिकामा धेरै फर्निचर स्टोरहरू छ, त्यस्तै गरी हामीले त्योभन्दा राम्रो सेवा सुविधा हाम्रै कम्युनिटीलाई दिउँ भनेर सुरु गरेको। हामीले चाहिँ प्रफिट मात्रको लागि भन्दा पनि कस्टमर सर्भिसलाई मेन उद्देश्य राखेका छौँ। हामी फ्री डेलिभरी गर्छौँ, 0% एपिआरमा फाइनेन्सिङ गर्छौँ। आफ्टर सेलका सर्भिसहरू हामीसँग प्रशस्त मात्रामा सजिलैसँग कस्टमरले रिच आउट गरेर, जस्तो केही बिग्रियो तपाईँको सामान भने विदिन 30 डेभित्र हामी त्यसलाई टेक केयर गर्छौँ। त्यस्तै इजी रिटर्न विदिन 30 डेभित्र हामी इजी रिटर्न गर्छौँ। 30 डेभन्दा पछाडि पनि तपाईँहरूलाई एकदमै मनै परेन भने त्यसको लागि पनि हामी वर्कआउट गर्न सक्छौँ। तपाईँहरू आउनुहोस्, नमस्ते फर्निचर भिजिट गर्नुहोस्, सबै सेवा सुविधाबारे हामी स्पष्ट कस्टमरलाई गर्न जहिले पनि रेडी। हामीसँग जस्तो खाले पनि रेसिडेन्टल फर्निचरहरू जस्तो सुकै कस्टमरले हामीसँग भएको भन्दा बाहेक अरू पिक्चरहरू ल्याउनु भयो पनि हामीले खोजेर रिसर्च गरेर कस्टमरलाई ह्याप्पी बनाउनको लागि हामी जस्तो सुकै रेसिडेन्टल फर्निचरहरू पनि उपलब्ध छ। त्यस्तै अहिले हामीले भर्खरै कमर्सियल फर्निचर, तपाईँहरू अफिस स्टार्ट गर्दै हुनुहुन्छ भने तपाईँहरूलाई अफिसका जुनसुकै फर्निचरहरू पनि हामी बेच्नको लागि रेडी छौँ। नमस्ते फर्निचरको अहिले 9th एनिभर्सरीसम्म आइपुग्दाखेरि एक प्रकारको एउटा नोस्टाल्जिक फिलिङ्स पनि रहेको छ। हाम्रो यो हेड क्वार्टर चाहिँ हेरी हाइन्स डालसमा छ। नमस्ते फर्निचरको यो टेक्सासमा विशेष गरेर डालस फोर्ट वर्थ सेरोफेरोमा बस्ने धेरैजनालाई थाहा छ, करिब 8000 भन्दा बढी ह्याप्पी कस्टमरहरूलाई हामीले सर्भ गरिसकेका छौँ। र लकिली भन्नुपर्छ लास्ट इयरबाट चाहिँ हामीले बिजनेसलाई एक्सपान्सन पनि गरौँ भन्ने हिसाबले चाहिँ हामी हेरिसबर्ग पेन्सिल्भेनियामा पनि 1 इयर प्लस भइसकेको छ भने विगत 3 महिनादेखि हामीले एक्रोनको टलमेज प्लाजामा पनि सुरु गरिसकेका छौँ र हामी छिट्टै नै ओहायोको कोलम्बसमा पनि नमस्ते फर्निचर लिएर आउँदैछौँ। र बेसिकल्ली चाहिँ कस्तो हो भन्दाखेरि हामी परदेशमा छौँ, यति धेरै टाढा छौँ र यहाँ भएर पनि आफ्नै भाषामा चाहिँ यहीँ अमेरिकाका फर्निचरहरूदेखि लिएर नेपालकै प्रकारको फर्निचरहरू पनि वाटेभर तपाईँलाई मनपर्ने मोडर्नदेखि कन्टेम्पोरेरीदेखि सबै खालको फर्निचरहरू तपाईँले चाहेको जस्तो फर्निचरहरू तपाईँहरू आएर नमस्ते फर्निचरमा आफ्नै भाषामा कुराकानी गरेर, हुन्छ नि नेपालमा हामीले गर्छौँ नि बार्गेनिङ गरे जस्तो 200 घटाइदिनु भने जस्तो गरेर पनि होइन, सजिलोसँग इजी कस्टमर सर्भिस छ, बेस्ट कस्टमर सर्भिस छ। अरू ठाउँमा तपाईँ जानुभयो भने डेलिभरी गरेको एक्स्ट्रा चार्ज लिन्छ। इभन इन्स्टलेसन गर्न नै एउटा बेड इन्स्टल गर्नु पऱ्यो भने 3-4 घन्टा टाइम जान्छ होइन। फर्निचरहरूको एकदमै त्यो टफ पार्ट त्यो छ। त्यो पार्टलाई चाहिँ कसरी इजी बनाउने त भन्दा नमस्ते फर्निचरले चाहिँ फ्री डेलिभरी र फ्री इन्स्टलेसनको सर्भिस पनि दिएको छ। र हामी आशा गर्छौँ अहिले हामीले जसरी रेसिडेन्सियल फर्निचरहरूमा चाहिँ एकदमै बेस्ट कस्टमर सर्भिस दिएर काम गरिरहेका छौँ। आगामी दिनहरूमा हामीले कमर्सियल बिजनेस फर्निचरको लागि पनि प्लानहरू लिएर आएका छौँ र त्यसमा पनि यहाँहरूको साथको लागि अपेक्षा गर्छौँ। र यो 9th एनिभर्सरीसम्मको यो यात्रालाई यहाँहरूले जुन साथ दिनुभयो, सहयोग दिनुभयो, यसको लागि सम्पूर्ण नमस्ते फर्निचरको तर्फबाट यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सजाए
फर्निचर पनि तपाईँ हामी सबैजनाको चाहिँ एउटा आवश्यक चिज नै हो। तसर्थ उहाँहरूले कम्युनिटीलाई जसरी सर्भ गरिरहनु भएको छ, व्यापार भनेको विश्व नाफा कमाउने मात्रै होइन, उहाँले जोडिसक्नु भएको छ। कम्युनिटी सँगसँगै रहने कुरा हो। आज 9 वर्ष पुरा पुगेर 10 वर्ष लाग्दै गएर अभियसली पनि उहाँले धेरै राम्रा चिजहरू कम्युनिटीलाई दिइरहनु भएको छ। विशेषतः यो कार्यक्रमलाई तपाईँ हाम्रो उपस्थितिले पनि उहाँहरूले हौसला पुगेको छ भन्ने जस्तो लाग्छ, मलाई लाग्छ। हार्दिक बधाई तथा शुभकामना। जहाँसम्म मैले थाहा पाए अनुसार 3वटा हाम्रो ब्रान्चेसहरू छ र यसरी नै 3बाट 10, 10बाट 20, 20बाट 30 हुँदै जाओस् र जसरी उहाँहरूले हाम्रो नेपाली कम्युनिटी लगायत सम्पूर्ण अरू अन्य कम्युनिटीहरूलाई पनि डालस फोर्ट वर्थदेखि लिएर अर्को हाम्रो कुन ठाउँमा छ ह्यारिसबर्ग एक्रोनमा सर्भ गरिरहनु भएको छ। यसरी नै उहाँहरूको ब्रान्चेसहरू बढ्दै जाओस्, यही शुभकामना दिन चाहन्छु। नमस्ते फर्निचरले हाम्रो सुरेश सरले भने जस्तै अमेरिकाको हरेक स्टेटमा आफ्नो एउटा ब्रान्च लिएर प्राउडली तपाईँको हाम्रो कम्युनिटीलाई सर्भ गरोस्, शुभकामना। र मैले सुरेश सरले भने जस्तै म रियल इस्टेट एजेन्ट हो। मैले झन्डै तपाईँको 4 वर्षमा 450वटा वरिपरि घर बिक्री गरिसकेँ। त्यो मध्येको मेजोरिटी क्लाइन्टहरूलाई मैले हरेक क्लाइन्टलाई नमस्ते फर्निचरमा जानुहोस्, केही कुरा चित्त बुझेन भने मलाई भन्नुहोस्, म नमस्ते फर्निचरलाई भन्छु भनेको थिएँ। सो सबैजना क्लाइन्टबाट एकदमै राम्रो फिडब्याक मैले पाएको छु मेरो क्लाइन्टहरूबाट। र नमस्ते फर्निचरले यसै गरी हाम्रो नेपाली कम्युनिटीलाई सहयोग गरिराखोस्। आफ्नो बिजनेसलाई प्रमोट गर्नलाई हाम्रो सुरेश दर्पण सरले धेरै राम्रो तपाईँको सोसल मिडियाको पनि युज गर्नुभएको छ। तब हामी सबैजनाको यो तपाईँको साझेदारी बिजनेस सम्झेर नमस्ते फर्निचरले सुधार गर्नुपर्ने कुराहरू उहाँहरूको नमस्ते फर्निचर टिमलाई भन्नुहोला। र सबैजनाले जसरी अहिलेसम्म हाम्रो नमस्ते फर्निचरलाई सहयोग गरिराख्नु भएको छ त्यसै गरी सहयोग जारी राख्नुहोला।
सम्पूर्ण नमस्ते फर्निचर परिवारलाई म नवौँ वर्ष जुन पुरा गरेर 10औँ वर्षमा प्रवेश गर्नुभयो यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु, शुभकामना दिन चाहन्छु। सुरेशजीले भन्नुभयो एउटा ग्राहकहरूको मूल मन्त्रलाई सम्झेर एउटा विश्वास, नमस्ते फर्निचरको एउटा विश्वास, सन्तुष्टि र ग्राहकहरूको यो आरामदायी जुन एउटा नमस्ते फर्निचरले जुन एउटा हाम्रो घर अफिसदेखि लिएर सम्पूर्ण हाम्रो बेडसम्म उहाँहरूले पुर्याउनु भएको जुन साधन फर्निचरहरू छ यो एउटा आरामदायी मात्रै नभएर उहाँहरूले आज यो 9 वर्षको उपलक्ष्यमा यो अमेरिकाभरि पुर्याउनु भएको छ। मलाई लाग्छ सुरेशजीले पनि भन्नुभयो 4-5वटा स्टेटमा हामी 2-3 स्टेटमा गइसकेका छौँ, अझै बढ्दै क्रम छ भन्नुभएको छ। र यो नेपालीको भन्ने बित्तिकै हामीलाई सुरुमा एकदमै खुसी लागेको थियो। म यहाँ छिर्ने बित्तिकै सुरेशजी हाम्रो रोशनजीसित एउटा सानो जिज्ञासा भने मैले ब्यानर हेरेँ तपाईँले यो ब्यानरमा के देख्नु भएको छ तपाईँले सायद अवश्य नै देखिसक्नु भयो होला। र यहाँ फ्री डेलिभरी र सबैभन्दा ठुलो कुरो जब म अमेरिका आएँ मैले सुरुमा के हेरेको थिएन, मलाई 0% फाइनेन्स भन्ने मैले एकदमै चाहेर पनि पाउँदिनँ। र यो 0% फाइनेन्स भन्ने बित्तिकै हामीले फर्निचर किन्न सक्छौँ भन्ने एउटा हाम्रो आत्मबल पनि आउँछ। र जुन यहाँले गर्नुभएको छ 0% फाइनेन्स, फ्री डेलिभरी, जुन एउटा सुविधा छ नमस्ते युएसले नमस्ते फर्निचरले जुन दिएको छ र त्यो एकदमै हामीले कहिले पनि बिर्सन सक्दैनौँ। र फर्निचर नमस्ते युएसको आज 9 वर्ष प्रवेश गरेर 10औँ वर्षमा गएको छ। यहाँहरू सम्पूर्ण परिवारमा हार्दिक शुभकामना दिँदै अझ बढ्दै जाओस्। थ्याङ्क यू सुरेशजी। मैले पनि उहाँको यो प्रडक्ट मेरो घरमा 2-4 चोटि नै म लगायत मेरो साथीभाइ फ्यामिली सम्पूर्णले हामीले युज गरिरहेको छौँ र साह्रै राम्रो सर्भिस, गुणस्तर तपाईँले भने जस्तै होइन।
टक्क टाइममा आइपुग्छ र केही प्रब्लम भयो भने पनि सायद 1 महिना 2 महिना 3 महिना पनि मलाई त गरिदिनु भएको थियो भन्न बित्तिकै मिल्दैन एनिवे कङ्ग्रेचुलेसन्स एन्ड वी अल आर इगर टु हियर आवर मेलोडी क्वीन अन्जु पन्त डालसमा मात्रै नभएर अमेरिकाको धेरै ठाउँमा उहाँहरूले चाहिँ आफ्नो सेवा प्रदान गर्दै आउनु भएको छ। म उहाँहरूलाई डालस लगायत अब अमेरिकाभरि उहाँहरूले जहाँ आफ्नो यो सेवा शुभारम्भ गर्नुभएको छ र तपाईँ हामी बिचमा चाहिँ फर्निचरका विभिन्न चाहिँ आइटम्सहरू विभिन्न जुन हामी ग्राहक समक्ष ल्याउनु भएको छ यसलाई अझ परिष्कृत गर्दै अझ चाहिँ हाम्रो अब रियाप्टरमा हाम्रो नेपाली कम्युनिटी धेरै ठुलो छ र यहाँ माग पनि बढ्दो छ र यहाँको माग अनुसार उहाँहरूले आफूलाई अझ परिष्कृत पनि गर्दै लैजानुहोस् भन्दै म उहाँहरूको चाहिँ यो नमस्ते फर्निचरको सबै भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। निम्तालाई स्वीकारेर आइदिनु भएको छ यसको लागि एकदमै आभारी छौँ। अब हाम्रो साथीहरूलाई केक ल्याइदिनका लागि अनुरोध गर्न चाहन्छु। हाम्रो एनिभर्सरी केक कटिङ सेरेमनी छ, एउटा सानो खुसियाली बाँड्ने। हामी एकदमै सीमित लिमिटेड मान्छेहरू मात्रै छौँ र तपाईँहरू सबैलाई थाहा छ, मैले अन्जुजीलाई पनि भनेको थिएँ, हामी थोरै मान्छे हुन्छौँ तर क्वालिटी पिपलहरू हुन्छौँ र इन्भिटिज वाली हुन्छौँ हामी भनेर एउटा हाम्रो आफ्नो सेलिब्रेसनको लागि भनेर यो इभेन्ट गरेका थियौँ। यहाँहरू सम्पूर्णलाई फेरि धन्यवाद। This is the 9th anniversary of Namaste Furniture Dallas.
Thank you so much. Thank you सबैलाई एकपल्ट जोरदार ताली बजाइदिनु होला. Thank you so much. र यो केक चाहिँ काटेर बाँडिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु, डिस्ट्रिब्युट गरिदिनु होला. हजुर, थ्याङ्क यू सो मच अन्जुजी. उहाँलाई पनि धन्यवाद. हाम्रो सम्पूर्ण बुवा बुवा अनि परिवारको सदस्यहरू सबैलाई थ्याङ्क यू सो मच. यहाँहरूको साथ सहयोग सधैँ रहिरहोस्. धेरै धेरै धन्यवाद. थ्याङ्क यू. प्लिज बी कम्फर्टेबल. Maya